नमस्ते एन्ड शुभ बिहानी सबैलाई। केही दिन म डिसएपियर्ड भएँ। क्विट गरेको होइन, म राम्रो फिल गरिरहेको थिएन र कहिलेकाहीँ लाइफले तिमीलाई स्लो डाउन गर्न मजबुर बनाउँछ। तर आज म प्रुभ गर्न फर्केको होइन, म आफैलाई याद गराउन फर्केको। स्टार्टिङ अगेन इज अल्सो अ प्रोग्रेस। सो डे 5 को लागि म एक्लै दौडिँदै आएँ दरबार स्क्वायर र मैले थाहा थिएन यो रन एक्सर्साइज भन्दा धेरै हुनेवाला थियो। मान्छेहरू यहाँ फोटो लिन आउँछन्, म चाहिँ रन गर्न आएँ। दरबार स्क्वायरमा दौडिँदै मैले मन्दिरहरू देखेँ, मैले मान्छेहरू प्रार्थना गर्दै देखेँ। कसै हात जोडिरहेको थियो, कसै दीप बाल्दै, कसै शान्ति खोज्दै र म आफ्नो फेसमा दौडिँदै। ब्रेक पछि म स्पिडको पछाडि थिएन। आई वाज जस्ट ग्रेटफुल टु मुभ अगेन। अनि त्यति बेला रियलाइज भयो सबै आफ्नो आफ्नो जर्नीमा रहेछन्। कोही फेथको लागि, कोही पिसको लागि, कोही एन्सरको लागि। मन्दिरको घन्टीको आवाज आयो र मेरो फुटस्टेप एकै रिदम जस्तो लाग्यो। आज यो रन एक्सर्साइज जस्तो लागेन। इट फेल्ट मोर लाइक मुभिङ मेडिटेसन। ब्रेक पछि फेरि स्टार्ट गर्नु अलि स्ट्रेन्ज हुन्छ। बडीले सम्झिन्छ तर माइन्डले डाउट गर्छ। तिमी स्लो फिल गर्छौ, अलि बिहाइन्ड जस्तो लाग्छ। तर एक स्टेप अझै, अनि फेरि अर्को, अनि रियलाइज हुन्छ प्रोग्रेस रेसले हराउँदैन। रनिङ अलोनले अर्कै कुरा सिकाउँछ। कसैले क्ल्याप गर्दैन, कसैले नोटिस गर्दैन, कसैलाई मतलब हुँदैन। सो एभ्री स्टेप बिकम्स अ चोइस। तिमी कन्टिन्यू गर्छौ किनकि तिमीले आफूलाई प्रमिस गरेको छौ। दौडिँदै मैले सोचेँ कतिजना यहाँ सपना बोकेर हिँडे होला, कतिले स्ट्रगल गरे होला, कतिले रिजल्ट थाहा नहुँदा हुँदै कन्टिन्यू गरे होला। मेबी सक्सेस लाउड हुँदैन, मेबी सक्सेस यस्तो हुन्छ सोइङ अप अगेन। पौज पछि पनि आज म एक्लै दौडेँ, तर स्ट्रेन्ज कुरा म एक्लो फिल भएन। यो प्लेस, यो हिस्ट्री, यो प्रेयर्स, यो इनर्जी सबैले याद गरायो एभ्रिवान इज फाइटिङ समथिङ र सबै अगाडि बढ्न ट्राई गर्दैछन्। डे 5 इज नट स्पेसल बिकज अफ डिस्टेन्स, इट इज स्पेसल बिकज आई केम ब्याक। सम डेज यु ब्रेक रेकर्ड्स, सम डेज यु सिम्पली कन्टिन्यू, बट बोथ काउन्ट्स। If your mind says stop, take one more step. If your body feels heavy, slow down but keep moving. Because progress does not disappear, it awaits. And when you return, you realize you were never starting from zero. You were building strength all alone. एक दिन म यो रनहरू हेर्छु अनि बुझ्छु यो रनिङ मात्र थिएन, यो प्रोसेस थियो डिसिप्लिन बनाउने, पिस खोज्ने, आफैलाई चिन्ने र सिक्ने। स्टार्टिङ अगेन इज नट अ फेलियर, इट्स स्ट्रेन्थ। सी यु अन डे 6 किनकि भोलि पनि अलार्म बज्नेछ 4 बजे। बाई बाई।